कहिलेकाहीँ एउटा सानो सत्य बाहिर आउनु साथ वर्षौंदेखि लुकाइएका सबै रहस्यहरू एकपछि अर्को गर्दै खुल्न थाल्छन्। हो दर्शकबिन, भुन्टी भाग 330 मा पनि यस्तै भएको छ। भुन्टीले भोग्दै आएको अन्याय अब बिस्तारै अन्त्यतिर पुगेको संकेत देखिएको छ। यता भूपेन्द्र र उसको परिवारले सत्यलाई दबाउन जति नै प्रयास गरे पनि अन्ततः उनीहरूको षड्यन्त्र सबैको अगाडि छर्लङ्ग भएको छ। अझ भूपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएपछि यता भुन्टी भाग 330 मा अझ रोचक मोड बन्न पुगेको छ। दर्शकबिन, भूपेन्द्र पक्राउ परेपछि सबै समस्या सकिएला त सायद सकिएको छैन, किनकि भुन्टीलाई न्याय दिलाउन सुकुमाया अझै मैदानमा छिन्। भुन्टीमाथि भएको अन्यायको हिसाब चुक्ता नगरेसम्म पछि नहट्ने उनको अडानले अब झन कथाको मोडलाई रोचक बनाएको छ। यता भुन्टीको जीवनमा भने एउटा सकारात्मक परिवर्तन आएको छ। उनको पढाइ नरोकिनुहोस् भनेर म्याडमले घरमै पढाउने व्यवस्था गरिदिएकी छिन्। भद्र सर अर्थात् मास्टर साहबको प्रवेश भएको छ। दर्शकबिन, यो प्रवेश केवल भुन्टीको पढाइका लागि मात्र हो कि यसको पछाडि कुनै अर्को रहस्य छ? दर्शकहरूको प्रतिक्रियामा पनि यो भागलाई लिएर उत्साह देखिएको छ। दोषी पक्राउ परेकोमा खुसी व्यक्त गर्दै धेरैले सत्यको जित भएको बताएका छन्। विशेष गरी सुकुमायाले भुन्टीका लागि देखाएको साहसको प्रशंसा भइरहेको छ। साथै मास्टर साहबको आगमनले भुन्टीको जीवनमा नयाँ परिवर्तन ल्याउने अपेक्षा पनि दर्शकहरूले गरेका छन्। अब आगामी भागतर्फ फर्किँदा एउटा सम्भावना निकै बलियो देखिन्छ। भूपेन्द्र जेल पुगेपछि उसको परिवारले भुन्टीलाई चुप लगाउन नयाँ चाल चल्न सक्छ। मुद्दा फिर्ता लिन दबाब दिने, भुन्टीलाई कमजोर बनाउने वा पुरानो घटनालाई फेरि उल्टो दिशामा लैजाने प्रयास हुन सक्छ। तर यसपटक भुन्टी पहिलाकै जस्तै कमजोर छैनिन्। उनको साथमा सुकुमाया छिन् अनि शिक्षाको बाटोमा मास्टर साहबको मार्गदर्शन पनि थपिएको छ। सायद यहीँबाट भुन्टीको जीवनको वास्तविक परिवर्तन सुरु हुँदैछ। षड्यन्त्रले भुन्टीलाई कमजोर बनाउन खोजे पनि शिक्षा र सत्यले उनलाई अझ बलियो बनाउँदै लैजान्छ। दर्शकबिन, अब हेर्न बाँकी छ भुन्टीले अन्ततः पूर्ण रूपमा न्याय पाउलिन् कि भूपेन्द्रको परिवार फेरि नयाँ खेल खेल्न थाल्ला त? अनि मास्टर साहबको आगमनले भुन्टीको जीवनमा कस्तो परिवर्तन ल्याउला? तपाईलाई आगामी भागमा के हुन सक्छ जस्तो लाग्छ? आफ्नो अनुमान, आफ्नो धारणा भने अवश्य कमेन्ट गर्नुहोस्। र यस्तै अरू रिभ्यूहरू भिडियोहरू हेर्नका लागि भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोस्। हामी विभिन्न सिरियलका रिभ्यू भिडियोहरू लिएर उपस्थित हुने नै छौँ। दर्शक महानुभावहरू, भुन्टी लगायतका कान्छी सिरियल लगायतका विभिन्न टेली सिरियलहरूको हामी रिभ्यू भिडियो लिएर उपस्थित हुने नै छौँ। आजको लागि भने यति नै। हस्त दर्शकबिन, भुन्टी भाग 331 को प्रतीक्षाको घडीमा को हुनुहुन्छ? म रिभ्यू भिडियो लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि भने म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।